आउनुहोस् आज एउटा यस्तो चकमन्न र निसासिने रातको कल्पना गरौँ। एकदमै डरलाग्दो शान्ति, जहाँ हावा र पातको कुनै चालसम्म छैन। एउटा बिर्सिएको घनघोर जङ्गलको बीचमा एउटा यस्तो रहस्यमय कथा लुकेको छ, जहाँ वास्तविकता र जादुको डरलाग्दो सङ्गम हुन्छ, जहाँ लुकाइएका रहस्यहरू अक्षरशः रगत बनेर रातको अन्धकारमा पोखिन्छन्। सुन्दै आङ सिरिङ्ग हुन्छ नि, होइन र? यो सुन्दा कुनै साधारण निर्वासित राजकुमारको कथा जस्तो लाग्न सक्छ, तर वास्तवमा यो कथा हो एउटी आमाको अत्याधिक उकुस मुकुस बनाउने संरक्षणात्मक माया र त्यही मायाको पर्खालभित्र उनले लुकाएका भयानक सत्यहरूको। बाहिरबाट हेर्दा सामान्य जङ्गली जीवन जस्तो देखिए पनि यसले भित्र एउटा अकल्पनीय र डरलाग्दो रहस्य बोकेको छ। एकातिर मृत्यु समान शान्ति छाएको मध्यरातको जङ्गल छ, तर त्यही जङ्गलको बीचमा रहेको एउटा जीर्ण कुहिन लागेको झुपडीभित्र एउटा बिल्कुलै अस्वाभाविक दृश्य देखिन्छ। त्यहाँ एउटा कलात्मक सुनौलो उज्यालो छरिरहेको शाही पलङ राखिएको छ। बाहिरको डरलाग्दो अन्धकार र भित्रको यो शाही वैभव, यो अस्वाभाविक मिलनले मनमा साँच्चै चिसो पसाउँछ। यसले कुनै ठूलो अनिष्टको सङ्केत गरिरहेको जस्तो भान हुन्छ। त्यो झुपडीभित्र हेर्ने हो भने मुटु नै काँप्छ। महारानी गहिरो घाउ बोकेर त्यही सुनौलो पलङमा ढलिरहेकी छिन्। उनको पेटबाट निरन्तर रगत बगिरहेको छ। तर यहाँनिर एउटा अकल्पनीय अलौकिक घटना घट्छ। उनको शरीरबाट तप्पतप्प भुइँमा खसिरहेका रगतका ती राता थोपाहरू भुइँमा खस्न साथ चम्किला जुनकिरीमा परिणत हुन्छन्। अब सोचौँ त, त्यो असह्य शारीरिक पीडा कसरी एउटा मनमोहक प्रकाशमा परिणत हुन्छ। यो दृश्य साँच्चै चकित पार्ने खालको छ। पेलपिल उज्यालो छर्दै उडेका ती जुनकिरीहरूले अन्धकारलाई त चिर्छन्, तर आफ्नै आमाको रगतबाट उडेका ती किराहरू देखेर छेउमै रहेको सानो बालक भने अलौकिक तरासले पक्षाघात जस्तै बन्छ। ऊ बोल्न पनि सक्दैन। तर जब बिहान हुन्छ नि, रातको त्यो कहाली लाग्दो दृश्य कता हराउँछ कता। दिनको उज्यालोमा ती आमाले सबै कुरा लुकाउँछिन्, बादल जस्तै यताउति गर्दै छोराको लागि मिठो मिठो खाना पकाउँछिन्, स्याहार सुसार गर्छिन्, तर उसलाई त्यो झुपडी बाहिर भने निस्कन दिन्नन्। यो एउटा छली शान्ति हो, छोरालाई बाहिरी दुनियाँ र रातिको त्यो भयानक यथार्थबाट बचाउन। उनले मायाको यस्तो पर्खाल खडा गरेकी छिन् जसले एक विनाशकारी सत्यलाई छोपेर राखेको छ। यहाँनिर एकदमै गहिरो मनोवैज्ञानिक द्वन्द्व देखिन्छ। एकातिर आमा विगतको अज्ञात डर र भयानक दुस्वप्नको छायामा बाँचिरहेकी छिन्। उनी जसरी पनि सत्य लुकाउन चाहन्छन्। तर अर्कोतिर छोराको कलिलो दिमागमा राति निदाउँदा हावामा नाचिरहेका दिव्य तरवारहरू र युद्धका अशान्त सपनाहरू आउन थाल्छन्। नियतिको पुकारले उसलाई भित्रभित्रै झकझकाइरहेको छ। समय सधैँ एकनास कहाँ हुन्छ र? वर्षौं बित्दै जान्छ। बालक झुपडीको सीमित घेराबाट हुर्किँदै ती अशान्त सपनाहरूको चरणमा पुग्छ र अन्ततः यो तनाव एउटा निर्णायक बिन्दुमा पुगेर रोकिन्छ। त्यो हो उसको 13औं जन्मदिन। अब उसको वास्तविक नियतिको काने खुसीलाई आमाले चाहँदा चाहँदै पनि मौन राख्न सक्ने अवस्था रहँदैन। बालकलाई सत्य जान्नै पर्ने हुन्छ। त्यसैले त्यो 13औं जन्मदिनमा उसको निधारमा लगाइएको रातो टीका र गलामा लगाइएको फूलको माला कुनै खुसिनाली वा उत्सवको सङ्केत पक्कै होइन। यो त एउटा भयानक विगत र कठोर जिम्मेवारीतर्फको दीक्षान्त हो। यो त्यो क्षण हो जहाँ आमाले वर्षौंदेखि जोगाएर राखेको रगतले लतपतिएको सत्यको ढोका खुल्न सुरु हुन्छ। छोराको लगातारको जिद्दी सामु अन्तत आमाको केही लाग्दैन। सत्यको पर्दा त उठ्नै थियो। आमाले एक रहस्यमय जोगीको वरदानबाट भएको उसको जादुमय जन्मको कथा सुनाउँछिन् र सँगसँगै उनले त्यो श्रापित मणिमाणिक्य रत्नको कालो इतिहास पनि खोल्छिन्। त्यही असीमित शक्ति भएको रत्न जसको लालचले राजपरिवारमा एउटा ठूलो विनाशको बिउ रोपेको थियो। रहस्य खुल्दै जाँदा थाहा हुन्छ, उनीहरू कुनै साधारण जङ्गली मानिस होइनन्। ती आमाले आफ्नो वास्तविक परिचय खुलाउँछिन्। उनी महारानी चम्पावती हुन् र त्यो बालक अरू कोही नभएर राजकुमार तेजमणि हो। दिव्यलोचन नामक एक विशाल, धनी र वैभवशाली तर अहिले हराइसकेको साम्राज्यको एक मात्र कानुनी उत्तराधिकारी। कस्तो कहाली लाग्दो नियति हे! एकातिर मणिमाणिक्य र हिराहरूले सजिएको, सुगन्धले भरिएको भव्य दरबारको त्यो अतीतमय जीवन, र अर्कोतिर वर्तमानको यथार्थ,
घनघोर जङ्गलको यो कुहिना लागेको एकान्त र डरलाग्दो झुपडी। आफ्नो यो अकल्पनीय पतनको कथा सुनेर त्यो कलिलो राजकुमारको त सासै रोकिन्छ। तर त्यो यत्रो ठूलो समृद्धिको अन्त्य कसरी भयो त? आमाले बताउँछिन्। त्यो यस्तो कालो दिन थियो जहाँ घामै लागेन। आकाशमा अस्वाभाविक कालो बादल मडारियो। एक्कासी डरलाग्दो हुरी बतास चल्यो। भूकम्पले दरबारका पर्खालहरू भत्कायो। यो कुनै सामान्य दुर्घटना थिएन। प्रकृति आफैले राजपरिवारको विरुद्धमा विद्रोह गरिरहेको जस्तो लाग्थ्यो। चारैतिर भत्किएका भग्नावशेष, धुवाँ र निसासिने कोलाहल मात्र थियो र त्यही कोलाहलको बीचबाट एक्कासी एउटा अत्यन्तै डरलाग्दो दृश्य देखा पर्छ। एउटा विशाल लामो कपाल भएको राक्षसी कालो छाया भग्नावशेषबाट उभिन्छ। यो त्यही निर्मम दुष्ट शक्ति थियो जसले त्यो वंशको भयानक अन्त्य लिएर आएको थियो। भाग्ने कुनै बाटो नभएको त्यो अन्धकारमा त्यो राक्षसी छायाले एउटा चम्किलो र धारिलो हतियारले यस्तो निर्मम प्रहार गर्छ कि आफ्नो सन्तानलाई बचाउने क्रममा महारानीले त्यो घातक प्रहार आफ्नै पेटमा थाप्छिन्। हो, यो त्यही क्रूर घाउ हो जसले आजको दिनसम्म पनि रगत बगाउँछ र जुनकिरीको रूपमा त्यो सानो झुपडीमा जादु छर्छ। आफ्नै आँखा अगाडि त्यस्तो विभत्स हत्या र रगतको खोलो देखेपछि त्यो सानो बालकको मानसिकता के भयो होला? उसको निर्दोषपन त सदाको लागि चकनाचुर भयो नि। त्यसपछि उसको बाल मस्तिष्कमा केवल एउटा विक्षिप्तता र जीवनभर निको नहुने आघात मात्र बाँकी रहन्छ। यो यस्तो मानसिक घाउ हो जुन बाहिरी घाउभन्दा हजारौं गुणा बढी दुख्छ। तर जे होस्, यो भयानक सत्यको पर्दाफासले एउटा उत्प्रेरकको काम गर्छ। आमाले वर्षौंसम्म बनाएको संरक्षणको त्यो झुटो पर्खाल अब भत्किन्छ। झुपडीको शान्तिमा डराएर बसेको बालक सत्यको यो आगोले खारिएर एकाएक जागृत हुन्छ। एउटा यस्तो राजकुमारको रूपमा जसको काँधमा अब प्रतिशोध र न्यायको भारी छ। आफ्नो यो कहाली लाग्दो तर अपरिहार्य नियतिलाई स्वीकार गर्दै तेजमणिले निदाइरहेकी आफ्नी आमालाई सुस्तरी ढोग्छन्। अनि उनी त्यो सुरक्षित झोपडी छोडेर बाहिरको हुइयाँ गरिरहेको डरलाग्दो जङ्गलको अन्धकारतर्फ पाइला चाल्छन्। यस अन्धकारमय यात्रामा उनलाई बाटो देखाउने भनेकै केवल उनकी आमाको रगतबाट जन्मिएका ती चम्किला जुनकिरीहरू मात्र हुन्। राजकुमार त्यो अज्ञात अन्धकारमा हराउँदै गर्दा यो कथाले हामीलाई एउटा गहिरो र मर्मस्पर्शी प्रश्न छोडेर जान्छ। अति धेरै माया र संरक्षणको पर्खालभित्र पनि कस्ता डरलाग्दा रहस्यहरू लुकेका हुन सक्छन्? के त्यो अन्धकार केवल जङ्गलमा र त्यो राक्षसी छायामा मात्र सीमित थियो? वा, हाम्रो आफ्नै मानव हृदयभित्रै पनि यस्तै अकल्पनीय भयानक अँध्यारो र कालो छाया लुकेको हुन्छ। यो साँच्चै सोच्न बाध्य बनाउने कुरा हो, होइन र?